कस्तो राम्रो छ है धरान। इटाको जङ्गल हरियाली मासिएको छ। त्यही भएर प्रकृतिमा अहिले पानीका स्रोतहरू सुक्दैछन् र गर्मी पनि बढ्दैछ। यो धरान हेर्दा सुन्दर देखिन्छ। यो चाहिँ इटाको जङ्गल छ भरि है। तर सहर नभई पनि हुँदैन, तर सहर हुँदाहुँदै धेरै वन जङ्गलहरू मासिन्छ, हरियाली बोटबिरुवाहरू मासिन्छ। त्यसले प्रकृतिमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा प्रभाव भने पारिरहेको हुन्छ। यस्तै सहर अलि पहाडतिर पनि बसिदिएदेखि जनसङ्ख्याको सन्तुलन मिल्ने थियो। अहिले एकदम सहरी एरिया तराईतिर झर्ने प्रविधिले गर्दा पनि यो इटाको जङ्गल अलिक बढ्न थालेको छ। यो देख्न सक्छौँ। धरानको दृश्य एकदम राम्रो छ।